वीरगंजको मुटुमा अवस्थित गहवामाई मन्दिरको आफ्नै इतिहास रहेको छ। लगभग 140 वर्ष पहिले भिस्वा गाउँका जिउत महतो कहाँरको सपनामा भगवती देवी आउनुभयो। गहवामाईले कहाँरलाई बाँसको एउटा छडीलाई फ्याँक्न आदेश गर्नुभयो। वहाँले लट्ठी झरेको ठाउँमा मन्दिरको स्थापना गरी पूजा अर्चना गर्न आदेश दिनुभयो। कहाँरले फ्याँकेको लट्ठी अहिलेको मन्दिर भएको ठाउँमा खस्यो, जसकारण सोही ठाउँमा गहवामाईको स्थापना भएको हो। गहवामाईलाई ग्राम देवी पनि भन्ने गरिन्छ। तराई मधेसका हरेक गाउँको रक्षा गर्नका लागि ग्राम देवी, सातोमाई र देवता ब्रह्मबाबाको स्थापना गर्ने चलन छ। अहिले पनि गाउँघरमा सो मन्दिर देख्न सकिन्छ। यसरी सातौं माईको रूपमा 7वटा माटोको पिण्ड बनाई कहाँरले पूजा आराधना शुरू गर्नुभयो। नजिकै रहेको गहवा गाउँको द्वारमा माताको स्थापना भएको यस मन्दिरलाई द्वारदेवी पनि भन्न थालियो। पछि द्वारदेवी मन्दिरको नाम परिवर्तित भएर गहवा भन्ने स्थानमा रहेको नाताले गहवामाई नाम रहन गएको किम्बदन्ती प्रख्यात रहेको छ। र सँगसँगै अर्को इतिहास पनि रहेको छ। शुरूमा पिण्ड आकारमा सानो बनाइएको मन्दिरलाई गहवाका चुल्हाई चौधरी भन्ने व्यक्तिले मन्दिरको स्वरूप दिएका थिए। उनी व्यापारी थिए। भारतबाट सामान ल्याउने क्रममा राजाका सिपाहीहरूले उनलाई पक्राउ गरे र काठमाडौँ जेलमा पठाउने तयारी गरे। जब उनी अमलेखगञ्जको आधा भाग पुगे, त्यसपछि ग्रामदेवी गहवामाईको प्रार्थना गरे। भगवतीको कृपाले उनी जेलमुक्त भए र जेलमुक्त भएपछि पहिलो पटक मन्दिरमा इट्टाको पर्खाल बनाएको पनि किम्बदन्ती प्रख्यात रहेको छ। गहवामाई मन्दिरलाई माईस्थान मन्दिरको नामले पनि चिनिन्छ। श्रद्धा र भक्तिको केन्द्र माईस्थान मन्दिर वीरगंजको ठिक केन्द्रमा अवस्थित छ। यस मन्दिरको मौलिक नाम गहवामाई हो। माईस्थान भोजपुरी भाषाको दुई शब्द माई र स्थान मिलेर बनेको हो, जसको अर्थ नेपालीमा देवी स्थान हुन्छ। गहवामाई मन्दिरमा विशेषतः सन्तान प्राप्तिको भाकल र परिवारको सुख समृद्धिका लागि भक्तजनहरू आउने गर्दछन्। गहवामाई मन्दिर परिसरभित्र अनेकौं देवी देवताका मूर्ति छन्, तर माता देवी दुर्गाको पूजा आराधनाको लागि माईस्थान मन्दिर प्रसिद्ध रहेको छ, लोकप्रिय छ। मार्बलले बनाइएको मन्दिरको आधुनिक भवन 2 तल्ले छ। गर्भगृहमा पुरानो गहवामाईको मूर्ति र 7वटा माताको पिण्ड राखिएको छ भने माथिल्लो तल्लामा चाँदीले बनेका नाग सहितको 7वटा माताको पिण्ड छन्। मन्दिरको अर्को आकर्षण